हेलो हेलो सबैजनालाई। यहाँ देख्न सक्नुहुन्छ तपाईहरु चाहिँ मैले एउटा ल्यापटप खोलिरहेको अवस्था छ र यो ल्यापटपमा चाहिँ पावर अन अफ गर्ने समस्या रहेको थियो र खोलिसकेपछि ल्यापटपलाई खोलिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ यो पावर कनेक्सन गर्ने चाहिँ कनेक्टर पत्ता हो जसमा चाहिँ फल्ट रहेको थियो र यो पावर कनेक्टर पत्ता चाहिँ अब चेन्ज गर्नुपर्ने हुन्छ र ल्यापटप चाहिँ अन भइरहेको अवस्था छ। म चाहिँ तपाईहरुलाई डाइरेक्टली ल्यापटपलाई चाहिँ अन गरेर देखाउन गइरहेको छु। जस्तै कि मैले चाहिँ ल्यापटपको सबै किबोर्डहरु खोलिरहेको अवस्था छ, मात्रै बोर्ड र डिस्प्ले चाहिँ यहाँनिर लागिरहेको छ र म चाहिँ पावर अन गरेर यहाँ तपाईहरुलाई देखाउन गइरहेको छु। जस्तै कि म डाइरेक्टली चाहिँ यहाँनिर पावर अन गराउन लागे। र पावर अन भइसकेको छ, बोर्ड अन भइसकेको छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ डिस्प्लेमा चाहिँ यहाँनिर लाइन आइसकेको छ। भन्दाखेरि अब यसमा चाहिँ फल्ट भनेको चाहिँ तपाईको चाहिँ पावर कनेक्टर पत्ताको रहेको थियो र जुन चाहिँ अब चाहिँ यसको फाइनली सोलुसन बनेको यसको पावर कनेक्टर पत्ता चेन्ज गर्नुपर्ने हुन्छ र त्यसपछाडी यो ल्यापटपको फाइनली चाहिँ समस्या सोलुसन हुनेछ। यसरी तपाईहरुको पनि यदि ल्यापटप डेस्कटप कम्प्युटरमा कुनै समस्या छ भने मुनलाइट कम्प्युटर इन्स्टिट्युटलाई सम्झिनु होला र कम्प्युटर रिपेयर सम्बन्धी तपाईलाई तालिम पनि गर्नुपर्ने छ भने हामीलाई सम्पर्क गर्नु होला। हामी विशेष छुटको साथ तपाईहरुलाई चाहिँ तालिम गराउने छौं। हस्त, धन्यवाद।